रिसर्च मैनेजमेंट सेल सेंट्रल मॉडल कॉलेज को रिसर्च मैनेजमेंट सेल द्वारा आयोजित डाटा एनालिसिस ट्रेनिंग यूजिंग आरएनआर स्टूडियो का आदरणीय सभाध्यक्ष जी, सेंट्रल मॉडल कॉलेज का प्रिंसिपल डॉक्टर टी.आर. चालिसे जी, विशिष्ट अतिथि जीवहरू, रिसोर्स पर्सन स्पेशल गेस्ट जी, प्रोफेसर डॉक्टर विजयलाल प्रधान जी, प्रोफेसर डॉक्टर राम प्रसाद कत्रौडा जी, प्रोफेसर डॉक्टर विनोद दवाडी जी लगायत यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण पार्टिसिपेन्ट जीवहरू र आदरणीय व्यक्तित्व जीवहरू, महानुभावहरू सबैलाई यस सेन्ट्रल मोडल कलेजको आज यो कार्यक्रममा सबैलाई स्वागत गर्न चाहन्छु र सबैलाई न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। साथै नै सेन्ट्रल मोडल कलेजले सेन्ट्रल ग्रुप अफ कम्पनीज द्वारा सञ्चालित सेन्ट्रल मोडल कलेज, जसले एकाडेमिक सेक्टरमा 2 वर्षभित्र नै चितवन र यसको आसपासमा ठूलो परिवर्तन ल्याइसकेको छ। एकाडेमिक डेभलपमेन्टमा सेन्ट्रल ग्रुप अगाडि बढिरहेको छ र यसै सिलसिलामा एकाडेमिक सेक्टर अगाडि बढ्नको लागि पक्कै पनि विभिन्न किसिमका वर्कसपहरू, सेमिनारहरू, यस्तै किसिमका डाटा एनालाइसिस ट्रेनिङहरू लगायतका विभिन्न किसिमका माध्यमहरू प्रयोग गर्नुपर्ने हुन्छ र बल्ल रियल प्र्याक्टिकल एकाडेमिक व्यक्तिको उत्पादन हुन सक्छ भन्ने कुरालाई मध्यनजर गर्दै हामीले छिटै नै पहिलो चोटि नै जर्नल निकाल्दैछौँ। यो असारको 15 भित्र नै हामीले जर्नल आउट गर्दैछौँ। त्यसको लागि पनि हाम्रो टिम लागिरहेको छ र हामीले रिसर्च र इनोभेसनको सेक्टरमा पनि हामी अगाडि बढ्नको लागि हामी सेन्ट्रल मोडल कलेज र यसको जुन चाहिँ आरएमसी सेल छ अगाडि बढिरहेको छ र यो टिमलाई पनि धन्यवाद दिन चाहन्छु र यस कार्यक्रमलाई जुन हाम्रो यहाँ ट्रेनिङ चल्दैछ पक्कै पनि यो फ्रुटफुल हुनेछ। यो 5 दिनको यो ट्रेनिङ डाटा एनालाइसिस ट्रेनिङ युजिङ आरएनआर स्टडी, यो ट्रेनिङ फ्रुटफुल छ र हामीले धेरै मिहिनेत गरेर यहाँ आयोजना गर्दैछौँ र सहभागिता तपाईहरुले जनाइदिनु भएको छ र हामीलाई यूजीसीले पनि सहयोग गर्नुभएको छ। सबैलाई हामीले धन्यवाद दिन चाहन्छौँ र सेन्ट्रल ग्रुप अफ कम्पनीजले धेरै कुराहरुमा अगाडि बढिसकेको छ र यसैलाई अगाडि बढाउनको लागि हामीले आज जुन 5 दिनको ट्रेनिङ यहाँ गर्छौँ यसलाई नै प्र्याक्टिकली उतार्नको लागि हामीले यहाँभन्दा भरतपुरबाट थोरै अलिकति अगाडि गैंडाकोटमा हामीले ठूलो प्लेटफर्म लिइसकेका छौँ, जहाँ चाहिँ हामी प्र्याक्टिकली एकाडेमिक सेक्टर र डाटा एनालाइसिस का कामहरू प्र्याक्टिकली गर्नेछौँ भन्ने पनि मैले अपेक्षा गरेको छु र सेन्ट्रल ग्रुप राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अगाडि बढेको छ, शिक्षा क्षेत्रमा अगाडि बढेको छ। धेरै किसिमका हामीले एब्रोड स्टडीमा जानेहरूलाई पनि सेवा दिँदै आइरहेका छौँ। कुनै पनि विद्यार्थीको चाहना उच्च शिक्षाको लागि कुनै पनि सब्जेक्टमा कुनै पनि देश जानेलाई, त्यो जापान अमेरिका मात्रै नभएर कुनै पनि देश जानेलाई नै हामीले परामर्श सेवा दिइरहेका छौँ र नेपालमै आफ्नो खुट्टामा उभिएर केही गर्छु भन्नेलाई पनि हामीले सोलमन बन्छु भन्नेलाई पनि हामीले सिटीभिटीका प्रोग्रामहरू सञ्चालन गरिरहेका छौँ। त्यस्तै हामीले एकाडेमिक क्षेत्र यो सेन्ट्रल मोडल कलेज जुन त्रिभुवन विश्वविद्यालयबाट जुन सम्बन्ध प्राप्त छ यो अन्तर्गतले हामीले अहिले 2टा प्रोग्रामहरू बीएचएम र बीआईटीएम हामी सञ्चालन छ र अरु प्रोग्रामको थप प्रोग्रामको लागि पनि हामीले प्रस्ताव गरेका छौँ र धेरै लागि परेका छौँ। यसरी हामी यो जुन चाहिँ एकाडेमिक सेक्टरमा अगाडि बढ्ने सिलसिलामा हामीले यसको पछि हामीले जर्नलको पब्लिश लगायत डाटा एनालाइसिस र ट्रेनिङ पनि अति महत्त्वपूर्ण छ भनेर हामीले यो जुन अगाडि बढाएका छौँ यसलाई साथ दिनुभएकोमा सम्पूर्ण जसले साथ दिनुभएको छ, पार्टिसिपेन्ट, रिसर्च पर्सन र स्पेशल गेस्ट लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै र हामी सधैँ सँगै अगाडि बढ्नुपर्नेछ र धेरै कलेजबाट आउनुभएको छ, बाबुराम सर आउनुभएको छ, शिवकोटी सर आउनुभएको छ, लगायत अन्य सम्पूर्ण हाम्रो अतिथिहरू हामीले जसलाई इन्भाइट गरेका छौँ आउनुभएको छ। तपाईहरु यहाँ आइदिनु नै यो सेन्ट्रल कलेजको ठूलो सफलता हो भन्ने मैले सोचेको छु। हामी टिमवर्कमा काम गर्नेछौँ र हामी सँगै यो एकाडेमिक सेक्टरलाई, डाटा एनालाइसिस सेक्टरलाई, रिसर्च सेक्टरलाई र इनोभेसनसँग जोडेर अगाडि बढ्नेछौँ भन्दै यो कार्यक्रम धेरै फ्रुटफुल हुनेछ र यो कार्यक्रमको सबै भव्य सफलताको शुभकामना दिँदै मेरा शब्द यही राख्छु। हस्त, धन्यवाद, थ्याङ्क यू।